साथीहरू, अहिले हर्क साम्पाङ सरको जताततै चर्चा भइरहेको छ। किनभने हर्क साम्पाङ सर यस्तो व्यक्ति हो, उहाँको कुरा नगरी सायद यो देशको जनताहरू चुप लागेर बस्नुहुन्न के। त्यही भएर हर्क साम्पाङलाई गाली गलोज गर्ने, हर्क साम्पाङको विरोध गर्ने जति पनि हुनुहुन्छ नि, तपाईहरूले समर्थन गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति माननीय रवि लामिछाने सरले हर्क साम्पाङको बारेमा के भन्दै हुनुहुन्छ यो भिडियो हेर्नुस्। उदाहरण चाहिँ अर्कालाई दिने हैन कि आफू बनेर देखाउने हो। हर्क साम्पाङले आफू उदाहरण बनेर देखाउनु भएको छ। उहाँबाट सिक्नुपर्ने कुराहरू धेरै छन्। त्यो सादगी, त्यो समर्पण, त्यो मेहनत र जनतासँग ठ्याक्कै जोडिने त्यो चीज हरेक जनप्रतिनिधिले सिक्नुपर्छ। त्यसकारणले उहाँबाट सिक्नुपर्ने कुरा बाहेक केही पनि छैन। सिक्नुपर्छ धेरै नै। मेरो सलाम छ उहाँलाई। देख्नुभयो त साथीहरू, यो भिडियोमा माननीय रवि लामिछानेज्यूले के भन्दै हुनुहुन्छ। यति पोजिटिभ कुरा गर्नुभएको छ हर्क साम्पाङ सरको बारेमा भने तपाईहरूले समर्थन गर्नुभएको पार्टी रवि लामिछानेको हो। रवि लामिछानेज्यूले चाहिँ हर्क साम्पाङलाई यति धेरै सपोर्ट गर्नुभएको छ, यति धेरै मान्नु भएको छ, यति ठुलो नेता मान्नु भएको छ, उहाँसँग हरेक कुरा सिक्नुपर्छ भन्नुभएको छ भने तपाईहरूले चाहिँ हर्क साम्पाङलाई गाली गर्ने, हर्क साम्पाङलाई नाना थरी आरोप लगाउने, उहाँको बारेमा अश्लील शब्दहरूले प्रहार गर्ने, यो राम्रो होइन नि त साथीहरू। यो बन्द गर्नुहोस्। किनभने माननीय रवि लामिछानेज्यूले नै हर्क साम्पाङ सरलाई गुरु मानिसक्नु भएको छ भनेदेखि त तपाईहरूले पनि मान्नु पर्यो नि। कि तपाईहरू रवि लामिछाने सरभन्दा ठुलो, उहाँभन्दा तपाईँहरू ठुलो हो भनेदेखि भन्नुहोस्, कि तपाईँहरू नै उहाँको गुरु हो भने भन्नुहोस्। होइन भने यसरी नाना थरी गाली गुलोज नगर्नुहोस्। ठिक छ, हर्क साम्पाङ सरले बाटो बिरायो अरे, नराम्रो काम गर्यो अरे, घुस खायो अरे, जनताको बारेमा कुरा गरेन, देशको बारेमा काम गरेन, जनताको बारेमा गरेन केही काम भनेदेखि हामीले, तपाईँले जसले पनि विरोध गर्न पाइन्छ। स्ट्याटस लेखेर विरोध गर्नुहोस्, भिडियो बनाएर विरोध गर्नुहोस्, पोस्ट गर्दाखेरि उहाँलाई ट्याग गरेर गर्नुहोस्, उहाँले हेर्नुहुन्छ अवश्य तपाईँको पोस्टहरू। तर अश्लील शब्दले गाली ग्लोज नगर्नुहोस्, अश्लील शब्दहरू नलेख्नुहोस्, नचाहिँदो गाली ग्लोज नगर्नुहोस्। राम्रो तरिकाले तपाईँले व्याख्या गर्नुहोस् न, उहाँले बुझ्नुहुन्छ कि तपाईँ एउटा सचेत नागरिक हो। त्यही भएर पनि यसरी नाना थरी गाली ग्लोज गर्न सुहाउँदैन, मिल्दैन हामीले। खोइ मैले पनि भिडियो बनाउँछु माननीय रवि लामिछाने सरको बारेमा, सम्माननीय प्रधानमन्त्रीको बारेमा मैले बनाउँछु भिडियो बेला बेलामा। तर मैले यसरी नराम्रो शब्दले बनाउँदिनँ, नराम्रो गाली ग्लोज गर्दिनँ। किनभने उहाँ पनि त हामी जस्तै नागरिक हो नि त। अहिले पो उहाँहरू ठाउँमा पुग्नु भएको छ र हाम्रो अभिभावक बन्नुभएको छ। अभिभावकलाई चाहिँ हामीले गाली गलोज नराम्रो भनिँदैन नि त साथीहरू। राम्रोसँग सम्झाइन्छ कुरा नबुझेको कुराहरू। तपाईँकै बुबाले तपाईँको घर बिगार्न लाग्यो, बाबा नराम्रो बाटोमा लाग्न लाग्यो भने तपाईँले गाली ग्लोज गरेर सम्झाउनुहुन्छ कि राम्रो सभ्य भाषामा बाबालाई आदर गरेर सम्मान गरेर सम्झाउनुहुन्छ। त्यो कुरा हामीले बुझ्न जरुरी छ के साथीहरू। त्यही भएर हरेक कुरालाई हामीले सोचेर बोल्नुपर्छ। यो देशको सबै नागरिक नेपाली नै हो नि, हामी सबै एउटै आमाको सन्तान हौँ भनेर हामीले बुझ्नुपर्छ के। त्यही भएर नराम्रो कुराहरू नलेख्नुहोस्, गाली ग्लोज नगर्नुहोस्, अश्लील शब्दहरूको प्रयोग नगर्नुहोस्। सभ्य तरिकाले भिडियो बनाउँदा, कमेन्ट गर्दा, स्ट्याटसहरू पोस्ट गर्दाखेरि हामी पनि कस्तो परिवारबाट जन्मे हुन्थ्यौँ र हर्क साम्पाङको नाम सुन्नुभएको छ? मलाई एकदम मन पर्ने नेता हो। उहाँले के भन्नुभयो? पानी खुवाउनु भन्नुभयो, पानी ल्याउनु भयो। तपाईँले मलाई पानी माग्नुभयो, तपाईँलाई पानी खुवाएपछि मात्रै खाला लाउँछु। यो हो कि असल व्यक्तिमा हुनुपर्ने गुण, असल लिडरमा हुनुपर्ने गुण। यसरी हो कि जनतासँग बोल्ने,
जनताहरूको मनलाई जित्ने भनेर चाहिँ बुझ्नुपर्छ। तपाईहरूले सपोर्ट गर्नुभएको तपाईँहरूको पार्टीको सभापतिले यति राम्रोसँगले सम्झाउँदै हुनुहुन्छ हर्क साम्पाङको बारेमा भने तपाईँहरू पनि बुझ्नुहोस्। तपाईँहरूले कुरा बुझ्नु भएन भने नाना थरी गाली ग्लोज गर्दा अश्लील शब्दहरूको प्रयोग गर्दाखेरि तपाईँहरूकै पार्टीको सभापति रवि लामिछानेज्यूको पनि बदनाम हुन्छ कि। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले नाना थरी गाली ग्लोज गरेर भार भैलो गरिरहेछ भनेर जसले पनि भनिरहेछ नि। त्यसो भन्दाखेरि तपाईँको बेइज्जत भएन कि, त्यो बेइज्जत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको भयो। त्यही भएर सुध्रिनुहोस् र राम्रो र मिठो र सभ्य भाषामा तपाईँहरूले सल्लाह सुझाव दिनुहोस्, यही भन्न चाहन्छु म। जय देश, जय माटो, जय हर्कबाद। भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने प्लिज लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला र मेरो फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सिनुहोला। युट्युबबाट हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनुहोला है त।